Hello everyone, welcome to my new vlog. आज चाहिँ म उपमा बनाइदिँदैछु। यो चाहिँ सुगर भएको पेसेन्टहरूको लागि एकदमै बेस्ट हो। बन्छ चाहिँ सुजीबाट हेर्दा सुजी नै देखिन्छ, तर यसमा चाहिँ भेजिटेबलहरू हालिन्छ अनि नुन हालिन्छ कि चिनीको सट्टा। अब चाहिँ हामीलाई थोरै घिउ सुजीलाई सेक्नको लागि धेरै चाहिँदैन, एकदमै थोरै घिउ भए भइहाल्छ। मैले चाहिँ यति एक कचौरा पनि फुल लिएको छैन कि सुजी, यति सुजी चाहिँ इनफ हुन्छ 2-3जना मान्छेको लागि। अब यसलाई तेल बनाएछ, घिउ तातिसके पछाडि हालेर एकछिन सटे गरिदिने। यतिखेर चाहिँ यसलाई भुट्दाखेरि चाहिँ होइन एकदम सानो मिडियम आगोमा भुट्ने, तर यसलाई कलर चाहिँ ब्राउन बनाउन मिल्दैन। सानो आगोमा 4-5 मिनट भुट्यो भने भइहाल्छ। यो 3-4 मिनट भइहाल्यो है। 3-4 मिनटमा यो यतिको कलर छ, सानो आगो हो नि त, त्यही भएर ब्राउन चाहिँ भएको छैन। हामीले चिनी हालेर सुजी हलुवा बनाउनु हुँदा चाहिँ एकदम सानो आगोमा ब्राउन हुने गरी भुट्छौँ भने यसको लागि चाहिँ यतिको इनफ छ। अब यसलाई चाहिँ म अर्को भाँडामा ट्रान्सफर गर्दैछु है त। अब चाहिँ मैले सुजीलाई अर्को भाँडामा ट्रान्सफर गरिसकेँ। अब चाहिँ हामीले भेजिटेबलहरूलाई सटे गर्ने है त। थोरै तेल राख्ने, अब यो तेललाई हिट हुन दिने। अब हामी चाहिँ यसमा मुङफली के भन्छ बदाम होइन, बदाम पिनट्सलाई फ्राई गरिदिन्छौँ है त। हजुरहरूले चाहिँ यो पिनट्सको सट्टामा क्यास्युलाई के भन्छ काजु राखे पनि हुन्छ। अब हाल्ने भनेको तोरीको दाना, थोरै तोरीको दाना, पड्किन्छ यतिखेर चाहिँ विचार गर्नुपर्छ। चनाको दाल, हरियो खोर्सानी, त्यस पछाडि कडी पत्ता, अदुवा, अब आयो प्याज, जति यसलाई सटे गरे पछाडि हाल्ने एउटा टमाटर मिडियम साइजको। अब हाल्ने गाजर, अब यतिको भइसके पछाडि हामीले पानी हाल्ने। अब यसलाई बोइल हुने गरी उम्लिन दिने, एकचोटि बोइल हुन दिने। त्यस पछाडि हामीले नुन अनि अघि भुटेर राखेको सुजी, अब हाल्ने भनेको नुन स्वाद अनुसार होइन, अनि अघि रोस्ट गरेर राखेको यो सुजीलाई हालिदिने।
अघि हामीले त्यो जुन फ्राई गरेको पिनट्स र चनाको दाल हालेको थियौँ नि, त्यो चाहिँ किन हालेको भन्दाखेरि त्यसले चाहिँ एक खालको बाइट दिन्छ क्या यो खाँदाखेरि। हजुरहरूसँग छैन भने चाहिँ त्यो स्किप गरे पनि हुन्छ, अप्सनल हो। अब यतिको स्टेजमा हामीले कागतीको रस हालिदिने। अब एकछिन यसलाई सिमर हुन दिने 4-5 मिनट, त्यस पछाडि त हाम्रो उपमा रेडी। मेरो चाहिँ 3-4 मिनटमै होइन उपमा रेडी भइसकेछ। अब म चाहिँ यसलाई सर्भ गर्छु है त। हेल्दी उपमा इज रेडी टु सर्भ। हजुरलाई आजको रेसिपी कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ।